हजारौं नागरिकलाई सडकमा पुर्याएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागिएको छ। संयुक्त राष्ट्रसङ्घले समेत निन्दा गरेको यस कदम विरुद्ध कसले राजीनामा मागेको हो भन्ने तपाईलाई लाग्न सक्छ। सुकुम्बासीमाथि राज्य आतंक मच्चाएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ। खोटाङ पुग्नुभएका सांसद राईले सरकारले डोजर चलाएर मानवाधिकार हनन गर्दै हजारौंलाई बेघर बनाएको कुरा पत्रकारहरूसँगको भेटमा बताउनु भएको हो। राईका अनुसार अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्दै जनतालाई सडकमा सुताउने कार्य निन्दनीय छ र यसलाई तत्काल बन्द गर्नुपर्छ। शान्ति, सुरक्षा र विकास गर्नुपर्ने सरकारले उल्टै आतंक मच्चाएको उहाँको भनाइ छ। आफ्नो पार्टी प्रतिपक्षमा रहेकाले सरकारको कडा आलोचना गर्ने पनि उहाँले प्रश्न पार्नुभयो। यसैबीच 110 फिट अग्लो यलम्बरको शालिग अनावरण गर्न खोटाङ जानुभएका राई विवादका कारण उक्त कार्यक्रम नगरी मतदातालाई धन्यवाद मात्र दिएर फर्किने तयारीमा हुनुहुन्छ। समग्रमा भन्नुपर्दा हजारौं नागरिकलाई घरबारविहीन बनाएको कार्यको विरोध गर्दै सांसद राईले प्रधानमन्त्री शाहको तत्काल राजीनामा आवश्यक रहेको निष्कर्ष निकाल्नु भएको छ। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय र प्रधानमन्त्रीको राजीनामा मागबारे तपाईको धारणा के छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।